पूजामा जानलाई हामीले है पनिर यहाँ चाहिँ रोटी तयारी हुँदैछ आमा यहाँ रोटी तयारी भइसक्यो रोटी छोरी छोरीले चियाएर कता हाल्नुभयो धमाधम छ होइन आमा यहाँ धमाधम छ धमाधम बहिनीका उसको घरमा लागबाती बाल्नु पर्ने पशुपति गएर ओ सुस्मिता चाहिँ नाचे हुन्छ पुरै अनि भोलिको कार्यक्रम के छ त भोलि के अरे खासमा मलाई थाहै छैन लागबत्ती बाल्ने भन्ने सुनेको म त खालि भान्सामै मात्रै छु थाहा नै छैन जानै पाएको छुइनँ ल अब लागबत्ती बाल्ने कार्यक्रम अन्तर्गत पशुपति जान लाग्छौँ हामीहरू सामान चाहिँ यति रेडी भयो यो हुँदैछ अझै यहाँ अझै सामान थप्न बाँकी छ यहाँ रेडी हुँदैछ कार्यक्रम अन्तर्गत चाहिँ हामी अझै यहाँ लागि परेका छौँ भाइ चाहिँ यहाँ मिक्सचरमा पुरै यहाँ अचार पिस्दैछ आमा चाहिँ धमाधम यहाँ यो अचार बनाउनलाई रेडी खोर्सानी काट्दै हुन्छ अनि सुस्मिता चाहिँ यहाँ भ्याइ नभ्याइ छ सुस्मिताको प्लास्टिक खोजेर एकदम यहाँ आन्टीको यहाँ दौडधुप छ यहाँ प्लास्टिक खोजेको मात्रै भन्नुहुन्छ यार त्यो दुईटै एकैचोटि हाल्दैन शुभम खोइ नगर्नु गएको खोइ आएकै छैन कहाँ गयो शुभम शुभम यहाँभित्र छिरेको शुभम चाहिँ अहिलेसम्म आएको छैन भगवती देवी पाटन भगवती देवी कालिष्टकी कालिकामाई बलसिक बलाका भीमेश्वर सहित हरेश्वर महादेव सहित समस्त थापी देवता विहनमा चन्द्र विनायक सूर्य विनायक तेज विनायक कमल विनायक अशोक विनायक जल विनायक थल विनायक कार्य विनायक सिद्धि विनायक समस्त विनायक आएरमा असिताङ्ग भैरव रुद्र भैरव क्रोध भैरव उन्नत भैरव विष्णु भैरव समार भैरव काल भैरव कृति भैरव बटुको भैरव टिका भैरव कान्ति भैरव बाघ भैरव समस्त भैरवनाथ आएरमा नील बराही धुम्र बराही वज्र बराही जल बराही चाङ्गुनारायण चङ्गनारायण मत्स्यनारायण शेषनारायण सहित आफ्ना इष्ट देवताभिहरूमा आफ्ना कुल देवताभिहरूमा ग्रामवासी देवताभिहरूमा वरिपरि घरको वरिपरिका देवताभ्यो नमो नमः त्यसमाथि ठ्याक अलि भरि नै हालौँ कि यो के भइरहेछ त यहाँ भन्नु त यसको बारेमा के भइरहेछ यहाँ हामी लागबाती भिजाएर गुरु पालामा मिलाउँदैछौँ दिदीबहिनी भएर कस्तो आनन्द आएको छ मलाई गीताले कस्तो रमाइलो भएको छ मलाई रमाइलो भएको छ यति गर्नको लागि मलाई ठुलो दुःख थियो लागबत्ती बाल्ने कार्यक्रम यहाँ बाती मिलाउने कार्यक्रम धमाधम भइरहेछ सबैजनालाई राम्रो होलीको कुरा बारे भरे हुसुसु गर्छ बोल्दैन राख्नु न एउटा दुईटा आउनु न यो राख्नु एउटा दुईटा यो त यो ठुलो अब सर्को त यो त हो नि हो त टेकेर यो कता मिलेको छैन है मिलेको छ गोलो गोलो यहाँ अलिकति फिजाएर मिलेकै छ त जहीँ पनि आउनु भएको छ यहाँ जहीँ ल अब जहीँ पनि स्टार्ट गरौँ त यहाँ अब यहाँ थोरै बातीको म पनि मिलाउनु पर्यो यताबाट यसो यस्तो पारेर मिलाइसकेकोमा अनि यो बनाउने तरिका के हुन्छ यसको पनि यसको तरिका यस्तै हो मिलाएर यो मेन चाहिँ यही हो यही हो यो मेन चाहिँ किन राख्नु पर्यो त आमा यो पहिली लगाएको भरे पूजा गर्नुपर्छ मजाले त्यही यो नियमै हो यसको नियम हो यो नयाँ कुरा जाने होइन नयाँ कुरा थाहा पायो अब यसमा चाहिँ रातो लगाइदिउँ न यो बिचमा कहाँनिर स्वस्तिकमा बाती बाल्ने पाला हो यो आमा के हो यो पाला भन्छ बत्ती बाल्ने लागबत्ती बाल्ने पाला
पुष्पं फलं जलं निवेदितं च नैवेद्यं तद्गृह्णान्नकुम्पया भावहीनं भक्तिहीनं उपचारविरहितं यद्विधं मया देव परिपूर्णं ददातु मे रमण सहित श्री सत्यनारायण नमः शम्भजलं अलाभि जलं समर्पयामि। श्री सत्यनारायण समर्पयामि रमासहित श्री सत्यनारायण चामर सशङ्क करसं कासं हेमण्डिनीम पाण्ड्रं प्रसाय सुदीर्घं चामरं मरवल्लभ रमासहित श्री सत्यनारायण आदर्शनम् ओम दर्शनेन तुम दर्शनं वरदायकं शौर्य सौभाग्य सत्कीर्ति निर्म कार्यक्रम भइरहेछ पकाउने धमधम कार्यक्रम भइरहेछ यहाँ एकजना बाँदर खेद्ने मान्छेको आवश्यकता छ अहिले कोही हुनुहुन्छ भने सम्पर्क गर्नु होला खिरको विभाग चाहिँ बाले हेरेको हुनुहुन्छ यहाँ हजुर विशेष पूजामा चाहिँ बाले कस्तो बन्दैछ त बा खिर दामी बनाऊ ए खिर त गजब बनाउनु भएछ नि बाले पाको निराजनं समर्पयामि नमः श्री सत्यनारायण नमः कर्पूर दीपं सूर्येन्द्र तारका वन्य तेज पुण्य विराजितं कर्पूर दिव्य देवेश गृहणाधीश्वर नमः श्री सत्यनारायण यानि कानि च पापानि धर्मान्तरं कृतानि च तानि सर्वाणि नश्यन्ति प्रदक्षिणं पदे पदे अद्योन्ये ओम गन्धं समर्पयामि अक्षतं समर्पयामि पुष्पाणि समर्पयामि तिलानि वान् अभिरकं समर्पयामि यथा मेतु यथा लब्धु प्रसारे पूजनं कृतोषि समस्तु सामेराय नमः प्रार्थयेत् ओम सामं वेदास्तु। हेलो दाजु ए तेरी यार हान्ने केरा खाइदियो यार केरै खाइदियो यार बाँदरले ल नेत्रो अथर्वेद भूतिगत हरिशं पायन विप्रेन्द्र नित्यक्तं मे मखे भव अथर्वेदाय नमः। गन्धं समर्पयामि अक्षतं समर्पयामि पुष्पाणि समर्पयामि तिलानि वान् अभिरकं समर्पयामि यथा मेतु यथा लब्धु प्रसारे पूजनं कृतोषि समस्तु सामेराय नमः प्रार्थयेत् ओम सामं वेदास्तु फलप्रदानेन पुरुषन्तु मनोरथा रमासहित श्री सत्यनारायण समर्पयामि रमासहित श्री सत्यनारायण चामर बोक्नु भएको होला खाली हात पार्वती भाइहरू ओम नमः शिवाय ओम नमः शिवाय हर हर भोले नमः शिवाय ओम शिवाय नमः शिवाय हर हर नमः शिवाय गंगाधराय भोले नमः भगवान की यता त मिल्छ होला नि खिच्न हैन त्यसो भन्छ मुख जोगाउने है साडी जोगाउने ओम शुभम भवतु कल्याणम आरोग्य सुख आत्मज्योति प्रकाशाय दीपज्योति
पीताम्बर बाघाम्बर अंगे शिव बाघाम्बर अंगे सनकादिक गरुडादिक सनकादिक गरुडादिक अंगे ओम हर 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 महादेव हर महादेव कमंडल चाकृति शूलधरना शिव चाकृति शूलधरना जग करता जग भरता दुख करता दुख हरता जग पालन करता ओम हर हर शिवजीको रूप सम्झनलाई गाह्रो हुन्छ शिवजीको रूप लैजाऊ बैकुण्ठ जम्मैजना बैकुण्ठ जाने होइन हो जाने हो नि हो नि लैजाऊ बैकुण्ठ हिरण्य गर्भ म त साथी कति सुहायो शिवजीलाई पार्वती कति सुहायो हिरण्य गर्भ समवर्तताके डोरी यहाँ छ नबाँड्दैन फुल लगाइदिनु फुल चाहिँ लगाइदिनु यो रङ जाँदैन नि धेरै हुन्छ ए अँ त्रय खन जनगणले हे कश्य पश्य त्रय खन जे दिरेखु त्रय रङ आउने होइन सिद्धिर भव लु लु बस लक्ष्मीस्ते फङ्गयाक्षी वर्धन्तां वनवर्गासकराय प्रणयथ पातालदेशे देशे देशे चतुर्वेदोतां पुण्यपुष्पेन्द्रसिद्धा जीवतुं पुत्रपौत्रै सकलसुखयुतैर्हाय नानी सतैश्च बुद्धिनाशाय कुशलमस्तु सिद्धायस्तु भोगादिहस्तु धनधान्य समृद्धिमस्तु ऐश्वर्यमस्तु विजयस्तु विपुलश्रेयस्तु समृद्धिसकलं हरिभक्तिरस्तु येन वतो म्युजिक पो आउँदैन सदा भोगादिहस्तु धनधान्य समृद्धिमस्तु ऐश्वर्यमस्तु विजयस्तु विपुलश्रेयस्तु
ओहो, ब्याट्री सकियो। सदा बसी वैकुण्ठम सदा दर्शन केशवम सदा प्राप्ति लोकेषु सदा श्री सदा सुखी दिदी मिठो भयो है कहाँ छ रोटीको काटा पूजापाठ सकेर यहाँ हाम्रो खानपिनको कार्यक्रम हुँदैछ अर्को यहाँ छ भित्र ए यसले पनि दामी खिच्छ नि दही छ भने विवेक सर पनि हुन्छ विवेक सर तिम्रो आउँछ क्या कस्तो मिल्छ 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 मेरो दुईजना नयाँ सब्सक्राइबर हजुर दिइसकेँ मैले अघि ल है सानो नाच्नु सके त पूजा गरिसके पछाडि हामी आएर यहाँ गुन्द्रुक भात स्वापसँग हाम्रो इन्टरनेसनल उहाँ हो चाहिँ हाम्रो चाहिँ इन्टरनेसनल हो इन्टरनेसनल के कालो भइरहेछ त आँखामा के हो सानो भाइ के भयो ज्वाइँ हुन्छ यहाँ ज्वाइँ ए आमा चाहिँ पुरै यहाँ ओ विनिता विनिताको युट्युबमा अब हेर भिडियो अब हेर डेन्जर आउने भयो हजुर भात आयो ए रमेश दाइ र भात आयो अलिक उता यस्तो गरे ल खै भाइ भात खान आइज न नि म यता सर्दिनँ भाइ ल आन्टी धमाधम भात बसिँदै हुनुहुन्छ हो त्यहाँ बसिँदैछु त कस्तो रमाइलो भयो आज शुभम बाबु बस आउँदैछ यहाँ पुरै एकदमै ल कार्यक्रम सकिएर हामी लखतरान भएर गल्यौँ पोका बन्दुरा आए शुभम लडो हेर्दा लडो गलेर यस्तो छ अनि सुस्मिता गलेर हैरान भइन रे सानुवाला आची आउने गरी भयो सानुवा टोइलेट जानुभयो सानुवा यहाँभित्र हुनुहुन्छ सानुवा चाहिँ टोइलेट जानुभयो गलेर क्या यस्तो भयो ल यति भन्दै आजको भ्लगलाई यहीँ टुङ्गाउँछु हस्त धन्यवाद